सरकारी संस्था महासङ्घ नेपाल बाँकी शाखा उपाध्यक्ष सचिवज्यू, पूर्व उपाध्यक्षज्यू, बास नेपालका केन्द्रीय अध्यक्षज्यू, महिला जागृति सेलका अध्यक्षज्यू र यो कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरू, सबैभन्दा पहिले यो गरिमामय कार्यक्रममा आमन्त्रण गरेर केही कुराहरू राख्ने अवसर प्रदान गर्ने दिदीबहिनी समाज बाँकीको टिमलाई म धन्यवाद दिन्छु र यो साधारण सभाको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दछु। आउँदै गरेको विजयादशमी, दीपावली, छठ लगायतका चाडपर्वहरूको हार्दिक शुभकामना व्यक्त गर्दछु। अघि धेरै पूर्ववक्ताहरूले दिदीबहिनी समाजको बारेमा धेरै कुराहरू भन्नुभयो। हामी सबैलाई दिदीबहिनी समाजले गरेका कामहरूको बारेमा जानकारी छ। खास गरी गैर सरकारी संस्थाहरूको बारेमा धेरै खालका भ्रमहरू समाजमा छन्। गैर सरकारी संस्थाहरूको बारेमा ती भ्रमहरूलाई हामीले चिर्नुपर्छ जस्तो मलाई लाग्छ। संस्था बनायो भने पैसा आउँछ, वैदेशिक सहायता आउँछ, पालिकाहरूले सहयोग गर्छन्, धेरै ठाउँबाट स्रोत आउँछ, गुजारा चल्छ भनेर संस्थाहरू पनि धेरै व्यक्तिहरूले चलाइरहेको, खोलिरहेको स्थिति छ। संस्था खोल्ने बित्तिकै पैसा आउने भएको भए सबैले त्यही गर्थे होला। त्यो भ्रम हामीले तोड्नुपर्छ र संस्था खोल्दाखेरि तीनटा कुरा हामीले सधैँ दिमागमा राख्नुपर्छ। संस्थाको तीनटा पृष्ठभूमि, संस्थाको मान्यता हुन्छ संसारभर। एउटा गैर धार्मिक, धर्मको प्रचार गर्न पाइँदैन। धर्म, कुनै पनि धर्मलाई प्रवर्धन गर्ने, एउटा धर्मलाई प्रोत्साहन गर्ने, अर्को धर्मलाई हतोत्साहित गर्ने कामहरू गर्नु हुँदैन। दोस्रो भनेको गैर राजनीतिक हुनुपर्छ। संस्थाहरूमा राजनीति गर्न पाइँदैन, गैर राजनीतिक हुनुहुन्छ, राजनीतिबाट यसलाई टाढा राख्नुपर्छ। तेस्रो भनेको यो गैर नाफामूलक, नाफा कमाउन पाइँदैन, नाफा बाँड्न पाइँदैन। यो तीनटा कुरा हामीले बुझ्न जरुरी छ। र संस्था दुई किसिमले चल्छ। एउटा चन्दा उठाएर, सहयोग सङ्कलन उठाएर, मुठी दान गरेर संस्थाहरू चल्छ भने, अर्को भनेको विभिन्न सहायताहरू लिएर, वैदेशिक सहायता, नेपाल सरकारको सहायता र अन्य सहायताहरू, तीन प्रकारका सहायताहरू लिएर संस्थाहरू सञ्चालित हुन्छ। संस्था दुई प्रकारको हुन्छ। तर हामीलाई विभिन्न संस्थाहरूसँगै हामी जस्तो सामाजिक संस्थाहरूलाई पनि दाँच्ने काम हुन्छ। गैर सरकारी संस्था दर्ता ऐन 2034 बमोजिम सबै दर्ता हुन्छन्। मठ मन्दिर सञ्चालन गर्ने मन्दिर समिति पनि यसै अन्तर्गत दर्ता हुन्छन्। मस्जिद चलाउने, चर्च चलाउने पनि यसै अन्तर्गत दर्ता हुन्छन्, होइन? अनि विभिन्न व्यावसायिक संस्थाहरू पनि यही ऐन अन्तर्गत सञ्चालन हुने भएको कारणले गर्दाखेरि सबै संस्थाहरूलाई एउटै डालोमा हालेर हेरिन्छ। त्यसो होइन, सामाजिक संस्थाहरू फरक छन्। यो कुरा हामीले बुझ्न एकदमै जरुरी छ। र यो पृष्ठभूमिमा खास गरी यसको मुख्य हामीले पृष्ठभूमि इतिहास हेर्ने हो भने सामाजिक सेवा गर्नका लागि संस्थाहरू खोल्ने हो। हामीले हेऱ्यौँ भने जस्तै रेड क्रस,